black dress and the shit is sitting. Just a hot broke bitch, high heels, 6-inch in the back of the nightclub, sipping champagne. I don't trust any of these bitches I'm with in the back of the taxi. अनि मेरो पति परमेश्वरले चाहिँ उहाँ छोरीले आशीष दिँदै हुनुहुन्छ त्यही भनेर नभए जाउँ हामी नि मावालाई टिको लाउनु आजै भोलि जानुपर्छ पर आओ भोलि यहाँ 3 बजिसक्यो अहिले नै हेलो साथीहरु तपाईहरुको दशैं कस्तो भयो मेरो चाहिँ अब आजबाट लगभग सिद्धियो भन्नु भयो तर यसपालिको दशैंमा कतैबाट नयाँ नोट भने नपाएको अवस्था नयाँ नोट पाइएन र हामीले पनि बैंकमा साट्न जाँदाखेरि हामीलाई पनि बैंकले दिएन अनि कतै न कतै त आउँछ कि भन्ने आश थियो तर भएन तपाईहरुको त अब दशैं कहिलेबाट सिद्धिन्छ मेरो चाहिँ लगभग आजबाट सिद्धियो अनि यसपालि काठमाडौँको दशैं चाहिँ एकदमै धेरै चहल पहल थियो हामी टिकाको दिनमा चक्रपथमा एकछिन जाम पनि पर्यो एकदमै चहल पहल एकदम बढी थियो पसलहरु धेरै जस्तो पसलहरु खुला नै थियो तपाईहरुतिर कस्तो छ यसपालि पानीले गर्दाखेरि म्याक्सिमम मान्छेहरु भ्याली बाहिर जान सक्नु भएन पाउनु भएन आफ्नो परिवारसँग रमाउन पाउनु भएन त्यसै कारणले पनि काठमाडौँमा एकदम चहल पहल बढी थियो हेलो साथीहरु के छ खबर तपाईहरुको दशैं सिद्धियो मेरो चाहिँ हिजो अस्तिको नि सिद्धियो अनि आजको नि सिधै टिका त अझै निधारमा छँदैछ अलिअलि मात्रै छ अनि एउटा कुरा भनौँ हजुरहरुलाई हिजो अस्तिको दशैंको दक्षिणा चाहिँ रुपैयाँमा हुन्थ्यो है आजको दशैंको दक्षिणा टिका लगाएर दक्षिणा चाहिँ दूध लिएर आउनु भन्नुपर्छ के भयो त डलरमा देख्नु भयो मेरो दशैंको दक्षिणा यो चाहिँ दशैंको थर्ड डे हो बाहिर मजाले पानी परिरहेछ अनि दिव्यान चाहिँ यसरी चल्दैछ हाम्रो घरको स्थिति चाहिँ यस्तो बिजोको बनायो यो यसले हो अनि हाम्रो मम्मीको चाहिँ यहाँ नाच्दै हुनुहुन्छ भन्न मिल्दैन यसरी सुत्नु भएको छ मम्मी यहाँ नाच्दै हुनुहुन्छ अब म मम्मीलाई चाहिँ एउटा कुरा सल्लाह गर्न आएको मम्मी यहाँ नै पैसा त धेरै पो ल्याएछ त मेरो दशैंलाई अब खर्च राखेको सिद्धिहाल्यो दशैं खर्च भएन तपाईलाई तिहारमा यतिले पुग्छ पुग्दैन ल भन्नु हो मेरै लाग्यो त छोरी हजुरकै लाग्यो यो पैसा चाहिँ 1 2 3 4 भन्छ त भाइ अरे गर्न आएन कि अब भाइले गर्दै कि हो 5 वटा होला हौ मम्मी 5 वटा यति रात छोरीले 5 वटा पैसा दिइरहेछ त्यति भए पुग्छ कति हजार हो नेपालको त्यो ए साँच्चै नेपाली पो रहेछ म त नेपाली पैसा हेर्नु है साथीहरु यहाँ हाम्रो मम्मीको नेपाली पैसा यस्तो हुन्छ नेपाली पैसा यस्तो छ गाइचो यस्तो छ यहाँ मम्मीको नेपाली पैसा हो रे तपाईहरुको कस्तो हुन्छ मेरो हैट यति गरेपछि पुग्यो त भयो त अब भएन त भयो नेपाली पैसा यति भए त पैसा त्यति भए पुग्यो पुग्यो हुन्छ कसलाई थियो पैसा त्यो कसको फोन हो त्यो कसको सानो भाइ त हेर न भाइ त के भाइ मेकअप गर्न अझ पुग्यो कि पुगेन मेकअप पुग्यो अनि ओछ्यान बिगार्न भाइले त पुग्यो ल आमालाई खर्च नि भयो भाइलाई ओछ्यान बिगार्न नि पुग्यो जसै त गयो तिहार आयो नेपाली पैसा यस्तो छ है ल हेर्नुस् तपाईहरुले चिन्नुहुन्छ कि हुन्न नेपाली पैसा हाम्रो मम्मीको नेपाली पैसा अनि फेरि